साथीहरू, गत हप्ता आएको भुन्टे सिरियलको नयाँ भाग 258 मा भने हामीले भूपेन्द्रले आफ्नी बहिनी भूमिकालाई न्याय दिइसकेका छन्। हो साथीहरू, भूमिकामाथि कुटपिट अनि जबरजस्ती गर्ने त्यो भूमिकाको बोयफ्रेन्डलाई भूपेन्द्रले प्रहरीलाई बोलाएर प्रहरीको जिम्मा लगाइसकेका छन्। साथीहरू, आज आउने भुन्टे सिरियलको नयाँ भागमा के हुन्छ होला? तपाईहरुलाई लाग्ने विचार अनि प्रतिक्रिया तल खाली रहेको कमेन्ट सेक्सनमा लेख्न भने नबिर्सिनुहोला। गत हप्ता आएको भुन्टे सिरियलमा सुरुमा त भूमिकाले आफूमाथि घटेको त्यो घटनाको कसैसँग पनि खुलाउन चाहदिनन्। पछि भुन्टीले सोधिराखिसकेपछि भने भूमिकाले सबै कुरा आफ्नी भाउजू भुन्टीलाई सुनाउँछिन्। भूमिकाले भने आफ्नी भाउजू भुन्टीलाई कसैलाई पनि नभन्नु भन्ने शर्तमा कुरा सुनाउँछिन्। तर भूमिकालाई भने भुन्टीले यत्रो ठुलो कुरा हामीले लुकाउनु हुँदैन, हामीले त यो कुरा यहाँ भएका ठुला दाजु र भाउजूहरूलाई अनि भूपेन्द्रलाई सबैलाई सुनाउनु पर्छ। उहाँहरूले मिलेर समाधान गर्नुहुन्छ। यत्रो ठुलो कुरा लुकाउनु हुँदैन अनि हामीले त्यो अपराधलाई सजाय दिलाएरै छोड्नुपर्छ भनेर उता भूमिकालाई सम्झाउँछिन्। तर भूमिका भने मानेकी हुँदिनन्। भूमिकालाई त्यहीँ छोडेर भुन्टी भने आफ्ना श्रीमान भूपेन्द्र भए ठाउँमा जान्छन्। त्यसपछाडि भूपेन्द्रलाई भुन्टीले सबै कुरा सुनाउँछिन्। भूपेन्द्रले भने आफ्नी बहिनीमाथि त्यत्रो घटना घट्दा पनि कसैले नभनेकाले उता एकदमै धेरै रिसाउँछन्। रिसले चुर भएका भूपेन्द्र भने त्यो केटो कहाँ छ, त्यसको म हात खुट्टा काटेर अनि त्यसलाई नुन खोर्सानी दलेर त्यसलाई मारेर फालिदिन्छु भनेर रिसले चुर भएका छन्। रिसले चुर भएका भूपेन्द्र भने आफ्नी बहिनीमाथि त्यस्तो घटना घटेको थाहा पाइसकेपछि म पुरै गाउँ समाजलाई बोलाएर त्यो केटालाई कालो मसो र जुत्ताको माला लगाएर यो सहरै घुमाउँछु, त्यसले अनि कहिले पनि छोरी मान्छेको अनुहारमा हेर्दैन भन्दै रिसले चुर भएको बेला भुन्टीलाई सुनाउन थाल्छन्। त्यसपछाडि भुन्टीले भने हामीले तातो रिस गर्नु हुँदैन, त्यो केटालाई कानुन अनुसारको सजाय दिनुपर्छ। तर यसरी गाउँ समाजलाई नै भेला पारेर यसो भन्नु हुँदैन, हाम्री बहिनीको पनि इज्जत जान्छ अनि हाम्रो घर परिवारको पनि इज्जत जान्छ। त्यसैले हाम्रो इज्जत जोगाउनकै लागि भए पनि हामीले गोप्य रूपमा त्यसलाई सजाय दिनुपर्छ भनेर भुन्टीले आफ्ना श्रीमान भूपेन्द्रलाई सम्झाउन थाल्छिन्। भुन्टीले भूपेन्द्रलाई सम्झाउँदै गर्दा गल्ती त हाम्री बहिनीको पनि छ। त्यो केटाले बोलाए ठाउँमा हाम्री बहिनी नजानु भएको भए आज यो हालत हुने थिएन। मैले त बहिनीलाई पहिले पनि सम्झाएको थिएँ, तपाईँलाई बुवा आमाले यहाँ पढ्नको लागि राख्नु भएको हो। हाम्रो आँखा छलेर त्यसरी केटाहरू भए ठाउँमा भेट्न नजानुहोस्, केटाले जहाँ जहाँ बोलाउँछ त्यहाँ नजानु भनेर मैले पहिले पनि बहिनीलाई सम्झाएको थिएँ। तर बहिनीले मेरो कुरा भने सुन्नु नै भएन, मलाई टेर्नु नै भएन। त्यही भएर आज यो गति भयो भनेर भूपेन्द्रलाई सुनाउन थाल्छिन्। उता भूपेन्द्र भने आफ्नी बहिनी यस्तो अवस्थामा हुँदा पनि आफ्नी श्रीमतीले भने त्यही बहिनीलाई गल्ती देखाएकाले भूपेन्द्र भने आफ्नी श्रीमती भुन्टीसँग पनि निकै रिसाउँछन्। उता भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीलाई कराउन थाल्छन्, तिमी कस्ती खालकी भाउजू हो, एउटा नन्दलाई गाह्रो पर्दा उल्टै त्यही नन्दको विरोध गर्दैछौ, त्यही नन्दलाई दोषी देखाउँदैछौ, त्यो केटाले चाहिँ केही पनि गरेको छैन जस्तो गर्छौ त भनेर भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीलाई कराउन थाल्छन्। उता जवाफमा भुन्टीले भने मैले कहाँ हाम्री बहिनीको मात्रै गल्ती देखाएको हो र, गल्ती त त्यो केटाको पनि छ अनि त्यसले कानुन अनुसारको सजाय पाउनुपर्छ भनेर मैले त भनिराखेकी छु नि। हाम्री बहिनीको पनि गल्ती छ भनेर मात्रै तपाईँलाई सुनाएकी हो। यदि बहिनीले यस्तो नगर्नु भएको भए आज यो दिन आउँदैन थियो भनेर मैले तपाईँलाई भनेकी मात्र हो। यदि म बहिनीको नराम्रो चाहन्थेँ भने बहिनीले यस्तो खबर सुनाउने बित्तिकै तपाईँ भए ठाउँमा आएर म सुनाउने थिएन। बहिनीको माया मलाई पनि लाग्छ, त्यही भएर मैले तपाईँ भए ठाउँमा आएर सबै कुरा तपाईँलाई सुनाएकी हो भनेर उता भुन्टीले भने भूपेन्द्रलाई भन्न थाल्छिन्। त्यसपछाडि भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीलाई कराउँदै तिमी अब चुप लागेर बस, जे गर्छु म आफै गर्छु भन्दै भूपेन्द्र भने भूमिका भए ठाउँको कोठामा गएर भूमिकालाई ठुल्ठुलो स्वरमा कराउन थाल्छ, त्यो केटाको घर कहाँ हो, त खुरुक्कन मसँग हिँड, म त्यसलाई मारेर फालिदिन्छु, त्यसपछाडि त्यसले तँलाई कहिले पनि दुःख दिँदैन भनेर ठुल्ठुलो स्वरले कराउन थाल्छन्। उता भूमिका भने ला भाउजूले दाजुलाई गएर सबै कुरा भनिदिनु भएछ क्यार, ला अब मलाई त दाजुले मार्नै हुनु पर्यो भनेर डराउँदै उता भूपेन्द्रलाई भने दाजु, यदि ठुलो दाजु र भाउजूले यो कुरा थाहा पाउनु भयो भने मलाई त मार्नुहुन्छ, मेरो इज्जतै जान्छ, यदि गाउँ समाजले थाहा पाए भने पनि मेरो इज्जत जान्छ, त्यही भएर तपाईँ पहिले ढोका लगाउनुहोस् अनि म तपाईँलाई सबै कुरा भन्छु भनेर भूपेन्द्रलाई आग्रह गर्छिन्। त्यसपछाडि भूपेन्द्रले ढोका लगाएर भूमिका भए ठाउँमा बस्छन्। तब भने भूमिकाले सबै कुरा आफ्ना दाजुलाई भन्न त खोज्छिन्, तर भने सबै कुरा भुन्टीलाई
भूमिकालाई गलत देखाउँदै सबै कुरा ढाँटेर आफ्ना दाजुलाई भन्छिन्, दाजु मलाई त्यो केटाले धोका मात्रै दिएको हो। भाउजूले भने जस्तो त्यसले मलाई ममाथि जबरजस्ती पनि गरेको छैन अनि कुटपिट पनि गरेको छैन। त्यसले मलाई धोका मात्रै दिएको हो, त्यही भएर त्यसलाई केही पनि गर्नु पर्दैन भनेर उता भूपेन्द्रसँग भने भूमिकाले सबै कुरा ढाँट्छिन्। भूमिकाले यसरी ढाँट्नुमा भने आफ्नो दाजुदेखि डर लागेर यसो गरेकी हुन्छन्। भूमिका भने आफ्ना दाजु र भाउजूहरूको डरले अनि गाउँ समाजको डरले गर्दाखेरि यसरी आफ्ना दाजुलाई नै यो कुरा भने ढाँट्न बाध्य हुन्छन्। भूमिकाले भने यसरी आफ्ना दाजुलाई सबै कुरा ढाँटेर भुन्टीलाई भने आफ्नो दाजुसँग नराम्रो बनाएकी छिन्। हो साथीहरू, उता भूपेन्द्रलाई भने भुन्टीले भूमिकाले जे भनेको थिइन् त्यो सबै कुरा नढाँटिकन भन्छन्। तर यता भूमिकालाई भूपेन्द्रले सोद्धा भने भूमिकाले सबै कुरा ढाँटेर उता भुन्टीलाई भने आफ्ना श्रीमानको अगाडि नराम्रो बनाइदिए भूमिकाले भूपेन्द्रलाई भाउजूले मलाई तपाईको अगाडि नराम्रो देखाउनका लागि यस्तो जे पायो त्यही कुरा लाउनु भएछ भनेर भनिसकेपछि भने भूपेन्द्र भने आफ्नी श्रीमती भुन्टीसँग निकै नै रिसाएका छन्। जब भूपेन्द्र आफ्नी श्रीमती भुन्टी भए ठाउँमा पुग्छन् तब भने भुन्टीलाई कराउन थाल्छन्, तिमीले मेरी बहिनीलाई मेरो अगाडि नराम्रो देखाउनको लागि यस्तो जे पायो त्यही कुरा लगाउँछौ। उता भूमिका त त्यो केटाले केही पनि गरेको छैन, त्यसले मलाई धोका मात्रै दिएको हो भनेर त्यसरी रोएर बसिरहेकी रहेछे, तिमीले मलाई किन ढाँटेकी भनेर उता भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीलाई कराउन थाल्छन्। भुन्टीले भने जवाफमा, तपाईले मलाई अझै पनि चिन्नु भएको रहन्छ, म किन तपाईको अगाडि बहिनीलाई नराम्रो देखाउँथे र म किन तपाईँ आफ्नै घर परिवारमा झगडा गराउन चाहन्थे र मैले त बहिनीले मलाई जे भन्नुभयो त्यही भएर तपाईँलाई भनेकी हो, त्यो अपराधी उम्किन नपाओस् अनि बहिनीले पनि न्याय पाउनुहोस् भनेर यो सबै कुरा मैले तपाईँलाई भनेकी हो। तर तपाईँले त उल्टै मलाई गलत सोच्नुभयो, तपाईसँग एउटा कुरा अनि मसँग एउटा कुरा बहिनीले किन गर्दै हुनुहुन्छ, बरु हामी दुवैजना गएर तल बहिनी भए ठाउँमा गएर बहिनीलाई नै सोधौँ भनेर उता भूपेन्द्रलाई भने भुन्टीले त्यहाँ भन्न थाल्छिन्। बहिनीको माया मलाई पनि लाग्छ, यदि बहिनीको नराम्रो चाहन्थे भने बहिनीले यो भनेको कुरा म तपाईँलाई भन्ने नै थिइनँ भनेर उता भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई भन्छन्। त्यस पछाडि भने भूपेन्द्रले कतै आफ्नै बहिनीले त ढाँटेकी छैन भनेर भुन्टीलाई भने जाम न त तिमी र म भएर त्यो केटा भए ठाउँमा जाम अनि त्यसलाई सबै कुरा सोधौँ, त्यसले हाम्रै बहिनीमाथि त्यस्तो गरेकै रहेछ भने त्यसलाई सजाय दिनुपर्छ, त्यसलाई कानुन अनुसारको सजाय दिनुपर्छ भन्दा भुन्टीले भने यदि बहिनीले नै त्यसले केही गरेको छैन भनिसकेपछि हामी किन जानु, यदि बहिनीमाथि केही गरेको भए पो त्यो भए ठाउँमा गएर हामीले त्यसलाई सजाय दिनु भनेर घुर्क्याउन थाल्छिन्। त्यस पछाडि भूपेन्द्रले भने भुन्टीको हात समातेर भूमिका भए ठाउँमा लिएर आउँछन्। त्यस पछाडि दुवैजनालाई राखेर भूपेन्द्रले प्रश्न गर्न थाल्छन्, भूमिका तैँले मसँग किन झुट बोलेकी, तैँले भाउजूसँग एउटा कुरा अनि मसँग एउटा कुरा किन गर्दैछेस्, यदि तँमाथि त्यसले नराम्रो व्यवहार गरेकै हो भने नडारिकन हामीलाई भन्, हामी तँलाई न्याय दिन्छौँ, त्यो केटालाई कानुन अनुसारको सजाय दिनुपर्छ, नत्र भने तँ जस्ता अरू केटीलाई पनि त्यसले फसाउँछ भनेर भूपेन्द्रले फेरि पनि भन्छन्। तर भूमिकाले भने भन्न मान्दिनन्। त्यस पछाडि भुन्टीले पनि भूमिकालाई धेरै बेर सम्झाइसकेपछि भने आफ्ना दाजु र भाउजूलाई सबै कुरा भन्न तयार हुन्छन्। तर यो कुरा भने गाउँ समाज अनि ठुला दाजु र भाउजूले थाहा पाउनु हुँदैन, हामी तीनजना मात्रै भएर त्यसलाई सजाय दिनुपर्छ भनेर भूमिकाले पनि भनिसकेपछि भने भूपेन्द्र भुन्टी अनि भूमिका भएर त्यहाँबाट हस्पिटल जाने बाहना बनाएर आफ्ना ठुला दाजु र भाउजूलाई पनि ढाँटेर उनीहरू भने त्यो केटा भए ठाउँमा जान्छन्। तर त्यो केटा बस्ने घरमा पुग्दा भने त्यहाँबाट त्यो केटा भने बिहानै भागिसकेको हुन्छ। भूमिकालाई भने त्यो केटाले यो मेरो घर हो अनि म यहीँ बस्छु, मेरो बुवा आमा विदेशमा हुनुहुन्छ भनेर सबै कुरा ढाँटेको हुँदो रहेछ। वास्तवमा त्यो केटा भने गाउँले हुने रहेछ अनि त्यसका बाबुआमा पनि गाउँमै बस्ने रहेछन्। तर त्यो भने एकदमै फटा हुने रहेछ, विगतका दिनहरूमा पनि त्यसले अरू केटीलाई त्यसरी नै फसाएको रहेछ। यो कुरा भने भूमिकाहरूले भने त्यहीँ कोठा भाडामा बस्ने एकजना महिलाबाट थाहा पाउँछन्। यो कुरा थाहा पाइसकेपछि भने भूपेन्द्र अनि भूमिकाहरू त्यहाँबाट त्यो केटालाई खोज्दै बाहिर निस्किन्छन्। आफ्नी बहिनीमाथि कुटपिट अनि जबरजस्ती गर्ने त्यो केटालाई भने भूपेन्द्रले खोजेरै छाड्छन्। त्यो केटा भने आफ्नो साथीलाई भूमिकाकै बारेमा कुरा सुनाउँदै हुन्छ, त्यसले मलाई केही पनि गर्न सक्दिन, सबै गल्ती त्यसैको छ भनेर त्यो केटाले भने आफ्नो साथीलाई सुनाउँदै गर्दा भूपेन्द्रले भने पछाडिबाट आएर एक लात्ती हान्छन्।
त्यस पछाडि त्यो केटालाई समातेर तैँले मेरी बहिनीमाथि त्यस्तो व्यवहार गर्ने, तैँले छोरी मान्छेमाथि त्यस्तो व्यवहार गर्न तँलाई लाज लाग्दैन भनेर प्रश्न गर्दा त्यो केटाले भने लाज त तपाईँकी बहिनीलाई लाग्नुपर्ने हो, छोरा मान्छेले जहाँ जहाँ बोलायो त्यति जान्छन् त भनेर उल्टै ठुल्ठुलो कुरा गर्न थाल्छ। त्यस पछाडि भूपेन्द्रले भने त्यो केटालाई एक झापट हान्छन् अनि प्रहरीलाई फोन गरेर बोलाउन खोज्छन्। तर भूपेन्द्रले त्यसो गर्न थालिसकेपछि भने त्यो केटाले भूपेन्द्रसँग बिन्ती गर्दै माफी माग्छ। मबाट गल्ती भएकै हो, तपाईँ जे भन्नुहुन्छ म त्यही मान्छु, तर प्रहरीलाई भने फोन नगर्नु, म त बर्बाद हुन्छु भनेर भूपेन्द्रसँग बिन्ती गर्छ। तर भूपेन्द्रले कुरै सुन्न मान्दैनन्। त्यस पछाडि त्यो केटा भने त्यहाँबाट भाग्छ, तर भागेर पनि कहाँ जान्थ्यो, भूपेन्द्रले त्यो केटालाई समातेरै छोड्छन्। त्यस पछाडि समातेर भने प्रहरीको जिम्मा लगाइदिएका छन्। उता प्रहरीसँग हुँदा पनि त्यो केटाले भने सबै कुरा ढाँटेर भूमिकाकै गल्ती देखाउन खोज्छ। तर भूमिका पनि त्यहीँ आइपुग्छिन् अनि भूमिकाले भने प्रहरीलाई भन्न थाल्छिन् म सबै कुराको प्रमाण दिन खोज्छु, म सबै कुराको प्रमाण दिन सक्छु, यसले म माथि जबरजस्ती गरेकै हो, यसलाई कडाभन्दा कडा सजाय दिनु भनेर भूमिकाले भनिसकेपछि भने प्रहरीले भूमिका, भूपेन्द्र, भीम अनि त्यो केटालाई पनि सँगै लिएर उजुरी हाल्नको लागि प्रहरी चौकी लिएर गएका छन्। साथीहरू, आज आउने भुन्टी सिरियलको नयाँ भागमा के हुन्छ होला, तपाईँहरूलाई लागेको विचार अनि प्रतिक्रिया तल खाली रहेको कमेन्ट सेक्सनमा लेख्न भने नबिर्सिनु होला।